ए हजुरहरू आज त मकै पो खाने विचार गरेँ हो। मकै भुटेर खानु पर्यो। मकै रहेछ कि जे पनि बनाएर खान मिल्ने। अब कहिलेकाहीँ पिठो भात बनाएर खान पनि मिल्ने, कहिलेकाहीँ मकैलाई भुटेर खान पनि मिल्ने, मकैलाई पोलेर खानु पनि मिल्ने, मकैलाई खोले बनाएर पकेको चामललाई खोले बनाएर खान पनि मिल्ने। मकै रहेछ कि जता जे गरे पनि नाइ नभन्ने है। आज फेरि यो भुटेर पनि अब सुकेको मकै भुट्यो भने चाहिँ फुल उठ्छ। त्यो चाहिँ मैले चाहिँ हरियो मकै भुटिरहेको छु। हरियो मकै भुटेर खाएको पनि एकदम मजा हुन्छ कि। त्यही भएर म आज मकै खाने विचार गरेँ हजुरहरू। अनि त्यही भएर चाहिँ यो मकै म भुट्दैछु है त साथीहरू। एकदमै मनपर्छ क्या, मलाई चाहिँ मिठो लाग्छ। अब हजुरहरूलाई चाहिँ कस्तो लाग्छ? अब मलाई मनपर्ने चिज त हजुरहरूलाई मनपर्छ भन्ने पनि त हुँदैन होइन। अब सबैको आफ्नो चोइस हुन्छ नि होइन र। तर मलाई चाहिँ एकदमै मनपर्छ। अब यत्तिको चाहिँ खाने क्या, यत्तिको चाहिँ ठिक भइसक्यो। अब यसलाई उचाल्छु। मेरो मकैलाई चाहिँ मैले उचालिसकेँ, रेडी भइसक्यो। ल पाकिसक्यो ल मकै हजुरहरू। धेरै खरियो भने फेरि साह्रो हुन्छ नि त। यस्तो छ है हजुरहरू। सरी उता साथीहरू, म चाहिँ यस्तो असिन पसिन भइन्जेल मैले चाहिँ मकै भुटेको अहिलेसम्म। गर्मी छ नि त, त्यही भएर गर्मीको सिजन हो, त्यही भएर यो चाहिँ मैले चाहिँ लास्ट पछौटे मकै चाहिँ मैले लिएर चाहिँ भुटेको हो कि। अब यसलाई म टेस्ट गर्छु ल, तर एकछिन टेस्ट मात्रै गर्छु। यसलाई चाहिँ अब केसँग खाने भन्दाखेरि तामा छ, तामा अनि महीसँग खाने के। यसलाई फेरि तातो खायो भने मात्रै हो कि हजुरहरू। सेलायो भने त अति साह्रो हुन्छ कि। म थोरै ट्राई गर्छु ल। एकदमै मिठो हो, कस्तो मिठो। मैले यसमा नुन पनि हल्का हालेको छु। यसमा घिउ पनि हालेको क्या, घिउमा भुटेको। अति मिठो छ, अति मिठो क्या। घिउको बासना भने चाहिँ यति मलाई मनपर्छ कि है। मिठो। हजुर अब मैले रेडी बनाउनु पर्ने छ क्या। मैले रेडी बनाउँछु मैसँग अनि खान्छु। मैले चाहिँ खाँदैछु है हजुरहरू। खानु भनेको चाहिँ हेर्नु न, यस्तो असिन पसिन गऱ्यो भने यस्तो टेस्ट लिइरहेको छु क्या। कस्तो खालको नि म। खानुमा त ज्यानै दिने हो नि त। है त हजुरहरू, रेडी भइसक्यो। यहाँनिर मही, यहाँनिर तामा यसरी भइसक्यो। अब चाहिँ हामी खान लाग्यौँ। यस्तै छ है हजुरहरू। खाएको है मैले खाना सुरु गरिसक्यो। अघि पनि अलिकति खाएको थिएँ, अहिले फेरि सुरु गरेर यो तामा खाँदैछु। तामा अति मनपर्छ मलाई। यो चाहिँ मकै भुटेको। यस्तो मिठो हुन्छ, यस्तो मिठो। म चाहिँ खाना फटाफट सुरु गरेँ। अहिले चाहिँ बाई बाई।